यो बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई टिकट नदिएर देशैभरि चुनाव जिताउनुपर्छ भनेर पठाएछ भन्ने मलाई लाग्छ। यो बेलामा मैले बार भनेको कुरा के हो भने त्रिशुलीको किनारै किनार गाडी कुदेको छ, हामी भित्र टिभी हेरेर बसेका छौँ, हामीलाई टिभी राम्रो लागेको छ, तर गाडी नै गुल्टिएर त्रिशुलीमा डुब्दै गर्दाखेरि टिभी राम्रो लागेको छ भनेर टिभी मात्रै समाएर बस्ने बेला होइन यो। टिभी के भयो होला भनेर टिभी मात्रै चिन्ता गर्ने बेला होइन यो। देश बच्यो भने फेरि आन्दोलन गरौँला, फेरि हाम्रा मागका विषयमा छलफल गरौँला। अहिले मैले यहाँभित्र पनि मैले पार्टीलाई पनि त्यो भनेको छु कि समानुपातिक समावेशी ढङ्गबाट मधेसलाई, दलितलाई, जनजातिलाई, थारूलाई, उपेक्षित उत्पीडित वर्गलाई टिकट दिनुपर्छ, उनीहरूलाई पनि यो एक्साइजमा आउने मौका पार्टीले दिनुपर्छ। त्यो अभ्यास लोकतन्त्रको एउटा अभ्यास गर्ने कुरामा पार्टी कहीँ कतै चुक्नु हुँदैन, झुक्नु हुँदैन। कथम कदाचित कसैलाई मौका दिँदाखेरि हामी छुटेछौँ भने मलाई कुनै आपत्ति हुने छैन। फेरि नेल लगाएर माइतीघर मण्डल आग गरेर दलितलाई खै भन्नेवाला छैन। किन? देश सङ्कटमा छ यो। सामान्य प्रकृतिको निर्वाचन हुन्थ्यो भने हामी त्यो प्रतिस्पर्धा गर्थ्यौँ, हामीले पनि पार्टी बनाएका थियौँ, हामी आफ्नै चुनाव चिन्ह लिएर चुनावमा जान्थ्यौँ। तर यो बेलामा नयाँ जति मिलिदिएको भए हुन्थ्यो, आश र अपेक्षा बोकेका मान्छेहरू एक ठाउँमा बस्दिएको भए हुन्थ्यो भनेको यो बेलामा जनताको आशालाई मध्यनजर गरेर हामीले यो निर्णयहरू गरेको। 4-5 जना सांसद लिएर गएर फेरि शेरबहादुर देउवाको मुख र केपी ओलीको मुख हेरेर ठुलो ठुलो संसदमा बस्नुभन्दा बरु म माइतीघर मण्डलमै बस्छु तर बालनसाहरू पुगे हुन्छ।